जीवन चाहिँ कहिलेकाहीँ त्यो गधा र गाजरको उदाहरण जस्तै हो होइन। गधा गाडी तान्दै अगाडि बढिरहन्छ किनकि उसलाई लाग्छ कि अलि अगाडि पुगेपछि गाजर पाउँछु कि। तर गाजर सधैँ अगाडि सारिराखेको हुन्छ क्या। यो बुकमा ठ्याक्कै एक्ज्याक्टली त्यही कुराहरू मेन्सन गराएर रहेछ होइन। हामी सोच्छौँ कि हामी जब पाइसकेपछि चाहिँ हाम्रो लाइफ इजी हुन्छ अनि जब पाउँछौँ हामीले अनि जब पाइसकेपछि त्यही हो एज युजल हामी रेन्ट यो हाम्रो रेस्पोन्सिबिलिटी हाम्रो बिल्सहरू पनि बढी नै रहेको हुन्छ होइन। अनि त्यसपछि हामीले फेरि अर्को कुरा के सोध्छौँ भने हामीले प्रमोसन पाएपछि फेरि हामीलाई चाहिँ स्ट्रेस फ्री हुन्छौँ, हामी फ्री हुन्छौँ, हामीलाई आनन्द फिल हुन्छ होइन भनेर हामीले सोध्छौँ। प्रमोसन पनि आउँछ होइन अनि तर स्ट्रेस चाहिँ सधैँ नै बढिराख्ने रहेछ क्या। पछि फेरि बिस्तारै हामी अझै पैसा कमाउँ अनि फेरि हामीलाई चाहिँ धेरै पैसा कमायो भने बल्ल हामी खुसी हुन्छौँ, बल्ल हामी ह्याप्पी हुन्छौँ भनेर फेरि हामी मेहनत गर्न थाल्छौँ होइन। तर खुसी भन्ने चाहिँ सधैँ भोलिको लागि मात्रै सर्ने रहेछ क्या। म भोलि चाहिँ नि आज यो गर्छु म भोलि खुसी हुन्छु भनेर भोलिको लागि मात्रै सर्दै जान्छ होइन। तर समस्या चाहिँ एउटा मेहनत गर्नु मात्रै होइन क्या। हामीले प्रब्लम भने चाहिँ बिना हामी चाहिँ एउटा डिरेक्सनमा चाहिँ हामी त्यो वेमा हिँड्नु चाहिँ एकदमै बिग प्रब्लम हो क्या। यदि हामीले चाहिँ आफ्नो गोल आफै डिसाइड गरेनौँ भने चाहिँ हामी जीवनभर अरूले देखाएको गाजरमै पछ्याइरहनु पर्छ क्या। त्यसैले मेहनत गरौँ, तर किन मेहनत गरिरहेको छौँ भन्ने स्पष्ट हामीले किन मेहनत गरिरहेछौँ भनेर चाहिँ हामीलाई पनि थाहा हुनुपर्छ। अनि कुन बाटोमा मेहनत गरिरहेछौँ भनेर त्यो कुरा नि हामीलाई थाहा हुन्छ। किनकि सक्सेसफुल मान्छेहरू चाहिँ उनीहरू त्यो वेमा कुदी मात्रै राख्दैनन् क्या। दे नोज वाट दे आर डुइङ होइन। उनीहरूको चाहिँ पर्पज हुन्छ म यो फिल्डमा गर्छु यसरी गर्छु भनेर। त्यही भएर चाहिँ उनीहरू चाहिँ सही वेमा चाहिँ होइन राइट वेमा चाहिँ राइट डिसिजन लिएर चाहिँ उनीहरू सक्सेस भइरहेको हामी देख्छौँ होइन। अनि यो बुकले चाहिँ के भन्छ भने एउटा ओनर हुन्छ होइन अनि ओनरले चाहिँ अब डङ्कीलाई चाहिँ अब भारी बोकाइरहने त हो होइन। भारी बोक्ने डङ्की चाहिँ हामी भयो क्या। अनि ओनर चाहिँ हाम्रो बोस भयो। अनि त्यो ओनरले चाहिँ त्यो डङ्कीलाई चाहिँ क्यारोट देखाएर होइन काम लगाइरहेको हुन्छ क्या। भन्नाले उसले क्यारोट देखाइरहेको हुन्छ अनि डङ्की एज वी होइन हामीले चाहिँ के सोध्छौँ भने त्यो क्यारोट चाहिँ हाम्रो लागि बेनिफिट्स, त्यो क्यारोट चाहिँ हाम्रो लागि पे भयो होइन, हामीलाई दिने बेनिफिट्सहरू भयो। अनि डङ्की चाहिँ हामी भयो होइन। अनि हामी चाहिँ के सोच्छौँ भने हामीलाई पैसा बढाइदिन्छ कि होइन, हामीलाई प्रमोसन गराइदिन्छ कि हामीलाई अझै धेरै बेनिफिट्स दिन्छ कि भनेर चाहिँ हामी झन् धेरै मेहनत गर्छौँ होइन। लाइक एज डङ्कीले चाहिँ त्यो क्यारोट मैले पाउँछु कि भनेर उसले अझै धेरै भारी बोक्छ, ऊ अझै लामो वे पनि ऊ जान्छ होइन। तर फ्रिडम चाहिँ ओनर भइरहेको हुन्छ क्या। ओनर चाहिँ जता हिँड्यो ऊ फ्री छ होइन। अनि हामी चाहिँ भारी बोक्दै हिँड्नु परिरहेछ, हामी चाहिँ फ्रिडम छैन होइन। अनि त्यो डङ्कीले चाहिँ उसलाई थाहा छैन ऊ कहाँ गइरहेछ, तर ऊ जान चाहिँ गइरहेछ क्या। ऊ के को भरमा गइरहेछ कि मैले क्यारोट पाउँछु अनि क्यारोट पाइसकेपछि चाहिँ म आनन्द खान्छु भनेर उसको फिमा हुन्छ होइन। अनि त्यही डङ्की चाहिँ अनि हामी चाहिँ कसरी सोध्छौँ भने अब हाम्रो पे बढाइदियो भने होइन, हामीलाई प्रमोसन गराइदियो भने, हामीलाई बेनिफिट्स दियो भने हाम्रो लाइफ बेटर हुन्छ भनेर चाहिँ हामी अरूकोमै सधैँ एउटा डङ्की भएर काम गर्छौँ क्या। हो यही कुरा चाहिँ यो बुकले के भन्छ भने डङ्की भएर बस्ने कि आफ्नो लाइफको पर्पज बुझेर चाहिँ आफूले राइट चोइस लिने होइन, राइट बाटो लिने भनेर चाहिँ यो बुकले भन्छ।